हेलो नमस्ते सबैजनालाई। आज चाहिँ टिकाको सेकेन्ड दिन र यहाँ सेकेन्ड दिनमा चाहिँ दिदीहरू आउनु भएको छ हो। अनि उहाँको लागि चाहिँ टिकाको रेडी गर्दैछौँ हामीले हो। अनि अब सेकेन्ड दिनमा चाहिँ दिदीहरू आउँछ हो। फर्स्ट दिनमा चाहिँ उतातिर लाउँछ ससुरालीमा, त्यहाँदेखि सेकेन्ड दिनमा चाहिँ माइत आउँछ। यहाँ बोजूले टिका लगाइदिनु हुँदैछ। यहाँ हाम्रो घरको ठुलो आमाले भेनालाई दिदीलाई हो। त्यहाँदेखि चाहिँ अब हामी आज 1-2 घर जाने छ हो। त्यहाँदेखि चाहिँ हाम्रो पनि दसैँ सक्यो। अनि अब टिका लगाइदिँदैछ यहाँ। त्यहाँदेखि फेरि टिका लगाएर हामी फेरि तल्लोपट्टि बाजेहरूकोमा जानेछौँ हो टिका लगाउनु। त्यहाँदेखि चाहिँ तपाईँहरूको दसैँ कस्तो भयो? राम्रो भयो होला यो होप सो है। अनि अब यहाँ नानीहरूको पालि पनि आयो 2 जनाको हो। यहाँ मेरो दिदीको ठुलो छोरी छोरा 2 जना। अनि चाहिँ अब टिका लगाएर आशीर्वाद दिएर हो गर्नुपर्ने हुन्छ। र मेरो चाहिँ ससुरालीमा चाहिँ मान्ने नभएर चाहिँ त्यहाँ चाहिँ हामीले बुद्धिस्ट भएर चाहिँ लोसार मान्छ र माइतमा चाहिँ दसैँ मान्छ। त्यही भएर चाहिँ मैले चान्स पाउँछु अगाडि नै आउने हो। अन्त दिदीहरू चाहिँ उता अब दुईपट्टि मान्ने भएकोले चाहिँ उतातिर चाहिँ मानेर दिदी यतापट्टि आउनुहुन्छ हो। अनि मेरो छोरी चाहिँ ओहोरदोहोर गर्दैछ जामा लाएर जुत्ता लाएर हो। यता नपुग्छ भनेको यता र उता गर्दैछ। र योपालिको दसैँ चाहिँ मलाई त्यति खास लागेको छैन हो। पोहोरको जस्तै त्यति मजा आएको छैन। हेरौँ अब भोलितिर कतै मजा आउँछ किन, भरेतिर मजा आउँछ किन है। ल हामी यहाँ टिका लगाएर पनि तल बाजेहरूकोमा जाँदैछौँ। बाटो पारि नै हो बाजेहरूको घर हो। अब त्यहाँ टिका लगाउनुपर्छ, त्यहाँदेखि बर बोजूहरूकोमा लगाउनुपर्छ। 2 जग्गा छ टिका लगाउनु पर्ने हो। अन्त यहाँ अब हामी बाटोको उतापट्टि बाजेको घर, यहाँ हामी आइपुगिसक्यो बाजेको घरमा टिकी लाउनु। यहाँ काका हुनुहुन्छ हो। बोजूहरू चाहिँ हुनुहुन्न रहेछ, डाक्टर देखाउनु जानुभएको रहेछ हो। सबैजना काकी बोजू काकी काकाहरू चाहिँ हुनुहुँदो रहेछ बाजेहरू। फुपूहरू पनि सबैजना जानुभएछ र कोला पनि भेटेन। र यहाँ हामी टिकाको तयारीमा बसिरहेको छु। बाजे र काकीले टिकाको रेडी गर्नु हुँदैछ यहाँनिर हो। यहाँ टिको सिकी लगाएर मामसाम खाएर चाहिँ जाने हो। अनि यहाँ नानीले हेर्दैछ के गर्नु हुँदैछ भनेर। अनि हामी टिका लगाएर खाना खानु पनि बस्यो। यहाँ काकीले चाहिँ अन्त यहाँनिर चाहिँ खाना पनि रेडी छ। काकीले के बनाउनु भएछ? यहाँ पर्क बनाउनु भएछ, यहाँ डल्ले खोर्सानी हो, यहाँ फ्रेन्च फ्राई, यहाँ फिस पकौडा, यहाँ सेलरोटी दामी भएछ। मेरो फेभरेट हो सेलरोटी हो। परेहरूले त टाइम पनि पाएछ सेलरोटी पोल्ने, हाम्रो त खै टाइमै छैन सेलरोटी पोल्ने। सेलरोटी खाँदै बसिरहेको छौँ हामी चाहिँ। भेनाहरूले जुस खानु हुँदैछ भन्नु भएको छैन। हल्का दसैँ हो खानु त परिहाल्यो होइन भन्दै खाँदैछ। र यहाँ मेरो छोरी चाहिँ बदमास गर्दैछ। हामी यता बोजूकोमा पनि आइपुग्यौँ टिका लगाउनु हो। यहाँ अब बोजूले टिका लगाइदिनुहुन्छ हामीलाई। यहाँनिर सबैजना हामी 4 जना। मेरो मात्रै जोडी छैन, यहाँ दिदी भेना नानीहरू छ। यहाँ चाहिँ म र नानी मात्रै छु, ज्वाइँ पनि आउनु भएन हो। एक्लै लाउँदा चाहिँ कुनै कस्तो लाउँदो राख्दो रहेछ। के गर्नु, ड्युटी पनि गर्नु पर्यो है। ड्युटी नगरी भाग छैन। नाम कहाँबाट खानु है ड्युटी गरेन भने। त्यही भएर चाहिँ म र छोरी मात्रै छ यहाँनिर हो। अन्त आउनु भएन ज्वाइँ। अब बोजूले सोध्नु हुँदैछ ज्वाइँ आएन योपालि? पोहोरपालि त मजा आएको थियो ज्वाइँहरूसँग भन्नुहुँदैछ यहाँ बोजूले हाँस्दै। अन्त यहाँ बोजूले पूजा गर्नु स्टार्ट गर्नुभयो। अब टिका लगाइदिनुहुन्छ हो। बोजूहरूकोमा चाहिँ हामीले केही खानु पाएन, किनभने चाहिँ उता बाजेहरूकोमा खाइरहेको थिएँ हो। बोजू फुपूहरूले खाना खानु केही खानु नि भन्नुहुँदै थियो हो। हामी त अब ड्याम्मै खाएर आएको दसैँको बेलामा त त्यही हो।
नरिसाउनुहोस् है बोजू फुपू। फेरि यहाँबाट सालगढा पनि जानुपर्छ हो, ढिलो भइसकेको थियो। र यहाँ के अरे बोजूले टिका लगाइदिनु हुँदैछ भेनालाई। फर्स्ट त अब ज्वाइँलाई लगाइदिन्छ हाम्रो घरतिर चाहिँ हो, त्यहाँदेखि चाहिँ छोरीले लगाइदिन्छ। त्यहाँदेखि चाहिँ नाता नातिनीको टर्न आउँछ। यहाँ छोरीले मलाई कहिले लगाइदिन्छ, ऊ चाहिँ सेकेन्ड टर्न हो यो घरमा, उसले टिका लगाएको। अस्ति पनि मम्मीहरूसँग आएर लगाएर गएको हो, योपालि पनि लगाउँदैछ। र यहाँ दिदीहरूले टिका लगाइसकेपछि चाहिँ मेरो टर्न हो। अब मेरो टर्न आउन चाहिँ मेरो छोरी म र छोरीको टर्न आयो। अब बोजू टिका लगाइदिनु हुँदैछ हो। र यहाँ हामी टिका लगाइसकेपछि चाहिँ अब जाने हो सालुगढा। यहाँ बहिनीहरू चाहिँ सबैजना जाइसक्नु भएछ। पर बाजेहरूकोमा चाहिँ मैले भिडियो गर्नु पाइनँ हो, मैले फोटो मात्रै हालिदिएको छु बाजेको आशीर्वाद लिएको हो। अनि यहाँ अब हामी रेडी भएर सालगढा गएको। यहाँ बोजूलाई आमालाई गाडीमा चढाउँदैछ। यहाँ नानीहरू चाहिँ पछाडि बसे, दुईजना छोरा र छोरी, दिदीको छोरा र छोरी हो। यहाँ हामी बिचमा बस्यौँ, दिदी अगाडि बसेको छ, भेना गाडी कुदाउनु हुँदैछ। अनि अब हामी सालगढा पुगेर भेटौँ ल। अब यहाँ सालगढा पुग्नु आँट्यो हामी। सालगढाको रमझम देखाउँछु। यहाँ नानी पनि सुत्यो मेरो हो, ऊ त गाडीमा चढ्नु हुँदैन, सुतिहाल्छ। र यहाँ अब हामी सालगढा पनि आइपुग्यो। यहाँ लु अब हामी सालगढामा आइपुग्यो। मैले फोन यसो क्यामेरा अन मात्रै गरेको थिएँ कि मेरो छोरीले के भन्नुहुँदैछ भन्नु त। हेलो गाइस, हामी सालगढा आइपुग्यो भन्दैछ। यहाँ दिदीले पनि पछाडि भिडियो बनाउनु हुँदैछ। र आज हामी सालगढा आइपुग्यो। यहाँनिर बहिनीहरू खाना खाएर पनि सकेर जान आँटेको रहेछ। यहाँ ह्याप्पी बर्थडे भन्दैछ, मैले थ्याङ्क यू भन्दैछु। यहाँ सबै ढोक्नु आउँदैछ, नानीहरू, केटाकेटीहरू, भाइहरू हो, यिनीहरू बहिनीहरू हो। ऊ चाहिँ मेरो भाइ हो, सानोदेखि यसलाई मैले देखेर होला कि माया लाग्छ यसको चाहिँ। तर यसले हामीलाई छोडेर गएछ गाडीमा हो, रिस उठिरहेको छ। अनि यहाँनिर चाहिँ स्न्याक्सहरू केहरू रहेछ, यिनीहरू खाँदै रहेछ हो। यहाँ काकी भाँडा धुनु हुँदै रहेछ। काकीले गति न पतिमा छ भन्दैछ कि केही हुँदैन काकी, यस्तै हो घरको कामले हो, त्यस्तै हुन्छ। यहाँ भाइले पनि ह्याप्पी बर्थडे भन्दैछ। सबै भाइहरू हो यिनीहरू, भाइ बहिनीहरू, काकाको छोराहरू। यहाँ पनि काकाको छोरा, काकाको छोरीहरू सबैजना हो। र अब यहाँ चाहिँ टिकाको कार्यक्रम सुरु हुन्छ। अब टिकाको कार्यक्रम सुरु गरेर चाहिँ खानेको कार्यक्रम गर्नुपर्ने हुन्छ। र यहाँ फुपूहरू, यहाँ काकी, ठुलो काकी हाम्रो हो, काकीलाई ढोक्दैछु। ज्वाइँ आएन भन्नुहुँदैछ, ज्वाइँ त ड्युटीमा भने मैले हो। यहाँ सब टिकाको तयारी गर्नु हुँदैछ, काकाहरूले, बोजूहरूले हो, सबजना मिलेर रेडी गर्दैछ। र खानापिना पनि रेडी भइसकेको रहेछ। हामी चाहिँ ढिलो भएछ, हामी चाहिँ लास्ट भएछ टिका लाउनेमा हो। यसरी आउनुपर्ने हुन्छ। हामी टिका लगाइसक्यो मम्मीले हो। त्यहाँदेखि चाहिँ अब आयो कसको पाली, पहिला ठुलोदेखि स्टार्ट हुन्छ। मम्मीले लगाइसक्यो। यहाँ दिदी भेनाको पाली, दिदी भेना सकेपछि नानीहरूको पाली, नानीहरू सकेपछि चाहिँ मेरो पाली हो। मेरो र नानीको पाली चाहिँ लास्टमा आउँछ, किनभने यिनीहरू अब फ्यामिली हो नि त हो। मम्मीहरूको पछि यिनीहरू आउँछ, त्यहाँदेखि चाहिँ लास्टमा मेरो र छोरीको पाली आउँछ। लो आयो मेरो र छोरीको पाली, अब टिका लाउने पाली। मेरो छोरी चाहिँ सानोमा चाहिँ पुरा रुन्थ्यो टिका लाउँदा कि, अहिले चाहिँ रुँदैन रहेछ। टिका देखेँ कि त मलाई टिका कहिले लगाइदिन्छ भन्छ। अब यहाँ ढोकसोक गरेर लिफा सिफा थाप्नु पर्ने हुन्छ। लिफा त थाप्नै पर्यो, आशीर्वाद हो है। जस्ट जोकिङ। अन्त यहाँनिर अब हामी सबै गरेर चाहिँ यहाँ सालगढामा चाहिँ मेला लागेको रहेछ, जुलेपी मेला भन्ने चाहिँ सुनेको थिएँ, तर मैले देख्नु चाहिँ देखेको थिइनँ कहिले पनि। आज चाहिँ देखेँ, टाक्रा टुक्री खानेको मेला मात्रै लाग्दो रहेछ।
मेलाको नाम चाहिँ अर्को पनि भन्दो रहेछ घिचुवा मेला अरे हो। अन्त यहाँनिर हामी चाहिँ एकछिन टाइम पासको लागि तास खेल्यो, इन्जोयमेन्टको लागि। यहाँ फुपूहरू आउनु भएको थियो बाहिरबाट हो। यहाँ चाहिँ मिसेस प्रियङ्का लामाले चाहिँ यहाँ जितेको गरेर चाहिँ सबैजना रिसायो र म उठेर गएँ हो। एकपल्ट पनि होइन, दुईपल्ट पनि होइन, तिनपल्ट पनि होइन, चारपल्ट पनि होइन, 8पल्ट चाहिँ एकैतालमा खाएको गरिदिएको फ्लास रहेछ कि। त्यो पनि पछाडिबाट भेनाले सिकाउँदै थियो। यी खानासाना पनि खाइसक्यो हामीले हो। अब बिदाबारी हुँदैछ, हामी यहाँ बिदाबारी दिँदैछ, बाई बाई भन्दैछ। दुध आएको छैन। सबैलाई बाई बाई गुड नाइट भन्दै यहाँनिर हामी निक्ल्यौँ र हामी अब जानुपर्ने हुन्छ।